So back to guys, welcome to my another video. Guys, मुझे अब एक्सचेन्ज टोकनबाट बन्ने ब्राजिलियन ड्रेसअपहरु देखाउनु छु। तपाईले ट्राई गर्नु होला। नम्बर 1 गाइस ब्राजिलियन ड्रेसअप कम्बिनेसन देखाउनु लाग्यो अनि झुकेर यो गर्छ। पहिला सुरु यो एड लिनु होला। आइलेन्डबाट फ्रीमै पाइछ गाइस यो फ्रीमै पाथ्यो। अनि म्याक्स छ भने यो छ अनि यो लाउनु छैन भने एक्सचेन्ज टोकनबाट पाएको गाइस यो चाहिँ 40 यो एक्सचेन्ज टोकनबाट पाउँछ यो एफएफ टोकनबाट पाउँछ अनि यसमा चाहिँ यो लाउनु यो यूजी को फ्री को बन्डल गाइस अनि तलपट्टि चाहिँ तपाईले त्यही आइल्यान्डको फ्री को पाइट लाउनु होला। आइल्यान्डको पाइट होला। टाउको छ भने आइल्यान्डको पाइट भइहाल्छ। यो चाहिँ नम्बर 1 ड्रेसअप हो। एकदम खतरनाक लुक दिन्छ तपाईलाई। अनि नम्बर 2 देखाउनलाई चाहिँ तपाईलाई यो सोल्यान्डको बन्डल का टप चाहिन्छ गाइस। खतरनाक एउटा यसको यो प्यान्ट यो पनि सायद एक्सचेन्ज टोकनमै छ। यो पनि एफएफ टोकनमै छ। अनि यसको टाउको गाइस अनि म्याक्स हटाइदिनु हुन्छ। गाइस यूजी का टाउको यो अझै नराम्रो देखिन्छ गाइस। यो टाउको यसले हटाइदिनु हुन्छ। तपाईसँग यो छ भने यो लाउनु छैन भने यो लाउँदा नि हुन्छ। नीचे फ्री को बन्डलको अनि यो पनि एकदम खतरनाक लुक दिन्छ। हाम्रो नम्बर 3 ड्रेसअप छ कागज त्यो बन्डल नम्बर 3 को ड्रेसअप छ। यो टोकन यो पनि एफ टोकनबाट पाएको 80 टोकनमा भन्छ गाइस। 80 टोकनमा कतिमा टोकनमा भन्छ जर्सी लाउनु गाइस। फ्री को 3 चोटी लाउनु खेलेर पाउँछ। अनि यो गाइस यो लाउनु गाइस यूजी को प्यान्ट अनि चप्पल लाइने हुन्छ जुत्ता लाइने हुन्छ। गाइस सक्यो म तपाईले यो जुत्ता यो जुत्ता लगाउनु होला। यो जुत्ता त राम्रो देखे छैन तर यो जुत्ता छ भने यो जुत्ता लाउँदा नि हुन्छ। यो बुया पासको 70 लेभलमा पाउँछ गाइस। अनि छ भने यो लाइने हुन्छ। तपाईसँग चप्पल छ भने चप्पल पनि ल्याए हुन्छ। चप्पल त फ्री स्टाइल देख्छ गाइस। एफएफ टोकनमै पाएको अनि यो नम्बर 3 देख्छ जो कि एकदम खतरनाक ब्राजिलियन म्याक्स चाहिँ भने म्याक्स पनि एड हाने हुन्छ पनि एड हाने हुन्छ। गाइस अब चाहिँ हामी राइट स्टाइलले पहिला लगाउने सब बनाउने छ गाइस। यो राइट स्टाइलले लगाउने पहिला गाइस यसले चाहिँ फाइदा भनिरहेको गाइस साच्चीको के लागेको छ यो गर्नु गाइस। अनि माथि राख्नु अनि पाइपमा चाहिँ पाइपमा चाहिँ यो हैन जर्सीको हैन गाइस। यो बनीमान टोकनको पाइप लगाइदिनु हुन्छ गाइस। बनीमार्टको नि छैन भने यो त छ होला यो गाइस यो त त्यो बन्डलको हो नभए यो लगाइदिनु हुन्छ गाइस। यही पनि हायातोको डिफल्टै लगाइदिनु हुन्छ। हायातोको पाइप नि दामी देख्छ गाइस। तपाईसँग सोल्यान्डको छ भने सोल्यान्डको नि ठिकै देख्छ। अनि म प्रिफर गर्छु तपाईले छ भने चाहिँ यो लगाउँदा नि हुन्छ। यो गाइस यो टोकनबाटै पाउँछ गाइस। एफएफ टोकन हो नि छैन राम्रो देख्छ। तपाईले जुत्ता लाउनु होला यसमा चाहिँ गाइस। यो पाइप त राइट स्टाइलले युज गरेको गाइस। यो चाहिँ लाउनु होला तपाईले क्रिस्टल बडी देखिन्छ। तपाईलाई यो छैन भने यो लाइने हुन्छ। यो लाइने हुन्छ गाइस। यो त झन् फ्रीको हो गाइस। यो लाइने हुन्छ यो लाइने हुन्छ यो लाइने हुन्छ यो लाइने हुन्छ। त्यसैले यसको बन्डल छ भने यो पनि लाइ हुन्छ। यसको कोड दामी छ। यसको कोड बब्बा लेख्छ छन् एकदम गाइस। यसको चाहिँ छैन गाइस किनकि यसको कि यो छ भने यो नि लाइ हुन्छ। यो र अनि गाइस यसको त झन् छैन होला तपाईसँग गाइस। यसको त नि राम्रो छ गाइस। यसको लागि दामी छ गाइस। यो त झन् फ्री स्टाइल। अनि एउटा नयाँ ड्रेसअप एउटा भनेको चाहिँ मैले यो खोलिदिनु म्याक्स खोलिदिनु अनि डिफल्ट प्यान्ट लगाइदिनु गाइस। डिफल्ट प्यान्ट अनि जुत्ता यो पनि एकदम राम्रो नै देख्छ गाइस। यो अब लास्ट एउटा देखाउनु त्यो चाहिँ गेमले देखाउँछ गाइस। हाम्रो गाइस लगाउने चाहिँ यही हो। अनि तपाईले सोल्यान्डको लाइने हुन्छ गाइस। अनि गाइस जाने अनि गाइस एकछिनै गाइस हामीले कुनको गरेन रे यसको है गाइस। यसको नि हुन्छ यसको नि होला गाइस। यस्तो राम्रो देखे छैन त्यसो यो लाउनु गाइस। यो त पुरा बन्डल भयो यार गाइस। यो राम्रो देख्छ बरु यो लाउनु गाइस। तर यो फिस्टल कम्बिनेसनमा चाहिँ आउँदैन त्यही एउटा पोसन चाहिँ यार हाम्रो आजको लागि बाइ बाइ सबैको हार्ड म्याच नहीं बाइ बाइ गाइस। अब लास्ट एउटा मलाई गाइस अब
गाइस मलाई आएको यो टी-सर्ट लगाउने यो राम्रो देख्छ त्यहाँको टी-सर्टको अब यही लगाइदिने यो हिँडेको गाइस अनि टाउकोमा चाहिँ गाइस यसको लगाइदिने गाइस हेर्नु त यस्तो राम्रो देखिएछ तर यो स्टाइल हैन गाइस तर यो चाहिँ हैन तर यो तर गाइस अझै एउटा चीज मिसिङ हाने छ गाइस अझै यसले गाइस यसमा मलाई चप्पल हुन पर्छ नि गाइस त्यो बल्ल नानी फ्रीको पुरै फ्रीको हो त्यसैले मैले देखाएको तपाईलाई गाइस अनि एउटा खतरनाक जस्तो मैले भनिदिन्छु तर लास्ट है यो लास्ट एक्स्ट्रा दिए त यो हैन कागज यो माक्स खोज्यो यो लाउनु गाइस अनि प्यान्टमा यो लाउनु गाइस छ यो लाइनै हुन्छ यो लाउनु गाइस प्यान्टमा जुत्ता यो लाउनु जुत्ता नलाइदिनु बब्बाले देख्छ चप्पल लाउनु त्यसमा चाहिँ गाइस अनि बब्बाले देख्छ गाइस अब चाहिँ गेमले देखाउँछौँ गाइस मलाई मन परेको फ्रीस्टाइल चाहिँ सबले म गेमले देखाउँछु गाइस ल अहिले चाहिँ अब गेमले देखाउँछु म त आफ्नो काम गर्न गएँ ल गाइस बाइ बाइ मेरो च्यानललाई लाइक सब्स्क्राइब हान्दिनु है गाइस म त भुल गएँ गाइस अझै एउटा छ गाइस मैले बिर्सेको त्यसलाई चाहिँ बिचरा चाहिँ नि के छुटाउने भनेर गरेको गाइस त्यो हो यो भयो नि गाइस योसँग कता रह्यो बे यो लगाउनु अनि यहाँ चाहिँ चप्पल लगाउनु यता हेर्नु ओइ सुपर हिरो जस्तो देखेको छ है पुरा यार गाइस यो चाहिँ सुपर हिरोको बन्डर छैन नि यो लाउनु यस टाउको चाहिँ भएन यसको लगाइदिन्छ अनि सुपर हिरो भयो यता हेर है गाइस देखो यही हो हाम्रो फ्रीस्टाइल लुक्सहरु गाइस आजको लागि यति बाइ बाइ ए गाइस गेमले देखाउनु गाइस ए गाइस गेमले अर्को दिनमा देखाउनु यार यो युमनसँग छ नन्नुबडासँग ए गाइस ये तो प्रो यार मलाई दिएको यसले आको खत्म आजको लागि इतने गुड बाइ टाटा सब्स्क्राइब गर्नु होला यस्तो मेहनत गरे गाइस यो भिडियो बनाउन मलाई 1-2 घण्टा लाग्यो गाइस मेरो एउटा चौमु भाइ जतिखेर नि भिडियो राम्रो हुने बेलै चिच्याउँदै बस्छ साइकको सिरे यार गाइस गाइस फेरि बोल्यो आजको लागि यति गुड बाइ टाटा चिउ गाइस होला